यो हेर्नुस् त साथीहरू, झापा निर्वाचन क्षेत्र नम्बर 5 मा प्रतिनिधि सभा निर्वाचन 2079 को प्रत्यक्षतर्फको मत परिणाम। त्यसैगरी अब यो हेर्नुहोस् समानुपातिक तर्फको मत परिणाम। यो दुईवटै मत परिणाम हेरिसकेपछि सिंगल गठबन्धन नगरिकन चुनावी मैदानमा उत्रने हो भने केपी शर्मा ओली र बालेन शाह बीचको चुनावमा पनि दुवैजनाको जित सुनिश्चित देखिँदैन। किनभने यो जुन मत परिणाम रहेको छ प्रत्यक्षतर्फको, यसमा केपी शर्मा ओलीले प्राप्त गरेको मतमा राप्रपाको मतहरू जोडिएको छ भने कांग्रेसले प्राप्त गरेको मतमा माओवादी केन्द्रको मतहरू जोडिएको छ र जुन रासपाले प्राप्त गरेको मत छ यसमा चाहिँ कोही पनि जोडिएको छैन। र अबको निर्वाचनमा युवाहरूमा अत्यन्तै लोकप्रिय बालेन शाह र केपी शर्मा ओली बीच चुनाव हुने र केपी शर्मा ओलीको जेन्जी आन्दोलन यता क्रेज केही घट्दो क्रममा रहेको र बालेन शाहको क्रेज अलिकति घटेको हो कि जस्तो लागे पनि त्यति धेरै घटी नरहेको अवस्था छ। विदेशमा भएका युवाहरू बीच पनि बालेन शाह अत्यन्तै लोकप्रिय हुनुहुन्छ। विदेशमा भएका नेपालीहरूले आफ्ना घर परिवारलाई सम्पर्क गरेर बालेन शाहलाई मत गर्नका लागि बताउनुहुनेछ। यो भयो भनेदेखि अहिले के भन्न सकिँदैन भने बालेन शाहको जित सुनिश्चित छ भन्न पनि सकिँदैन र केपी शर्मा ओलीको जित सुनिश्चित छ भन्न पनि सकिँदैन। यहाँहरूलाई के लाग्छ? आफ्नो विचार राख्दै गर्नुहोला।